नमस्ते, म डाक्टर सुशील थापा, हार्ट जोर्नी तथा स्पोर्ट्स इन्जुरी विशेषज्ञ। स्पोर्ट्स इन्जुरी मध्ये अहिले धेरैजसो मान्छेहरूले खेल्ने व्यावसायिक खेलाडी अथवा व्यावसायिक बाहेक अन्य व्यक्तिहरूले पनि फिटनेसको लागि फुटबल एकदम चर्चामा रहेको छ। फुटबलमा पनि फुटसल अथवा ओपन ग्राउन्डमा खेलिने खेलहरू एकदम धेरै चर्चामा आउँदै गइरहेको छ। अब यो फुटबलमा धेरैजसो इन्जुरी होइन, चोटपटक लाग्ने भनेको जोर्नीहरूको हो। त्यो पनि घुँडाको जोर्नीको हो र घुँडापछि अन्य जोर्नीहरू जस्तो कुमको जोर्नीको पनि त्यतिकै चोटपटक लाग्छ। र घुँडाको जोर्नीलाई चोटपटक हुनबाट जोगाउन के गर्ने, चोटपटक कसरी लाग्छ र लगाइसकेपछि लक्षण के हुन्छन् र उपचार के हुन्छ, यसको बारेमा संक्षिप्त म जानकारीहरू दिँदैछु। कुनै पनि शरीरको कुनै पनि भाग जोर्नी अथवा मसल, हातको खुट्टाको, त्यसलाई चोटपटकबाट जोगाउनको लागि पर्याप्त मात्रामा वार्मअप गर्नुपर्छ। वार्मअप भनेको हाम्रो मसललाई तन्काउने, स्ट्रेच गर्ने, तन्काउने, खुट्टाको, हातको र शरीरको भागको मसललाई पर्याप्त मात्रामा तन्काउने। त्यो गर्यो भने खेलकुद भने चोटपटकबाट जोगिन सकिन्छ। त्यो बाहेक अन्य कुराहरू सही मात्रामा डाइट अथवा डाइटको सही तरिका, पर्याप्त रेस्ट, खानेपानी, यी विभिन्न तरिकाहरू ध्यान दियो भने पनि चोटपटक लाग्नुबाट जोगिन सकिन्छ। चोटपटक लाग्दाखेरि के हुन्छ त, जस्तो हामी फुटबल खेल्दाखेरि यसरी घुँडा यसरी ट्विस्ट भयो, बटरियो आवाज आयो, क्याडक्क आवाज आयो, अनि घुँडा एकैछिनमा एकदम धेरै सुन्नियो र त्यो गेम तपाईँले खेल्न सक्नु भएन। त्यो गेमबाट बाहिरै जानु पर्यो दुखाइको कारणले, सुन्निएको कारणले। भने घुँडामा लिगामेन्टको चोट हुन सक्ने सम्भावना एकदम धेरै हुन्छ। त्यस्तो भइकन हामीले खेल्न हुँदैन। त्यस्तो भयो भने विशेषज्ञसँग गएर सल्लाह लिनुपर्छ। विशेषज्ञले घुँडा जाँच्नुहुन्छ, आवश्यक परेको जाँचहरू पठाउनुहुन्छ र त्यसमा लिगामेन्ट चुँडिएको हो अथवा त्यहाँभित्रको वासर, मेनिस्कस भन्ने वासर के चुँडिएको छ त्यो उहाँले पत्ता लगाउनुहुन्छ। र लिगामेन्ट चुँडेको रहेछ भने कसरी थाहा हुन्छ त, खेल खेल्दा बाहेक अन्य बेलामा पनि हिँड्दाखेरि भर्याङमा, चिप्लो ठाउँमा अथवा सामान्य दौडिँदाखेरि घुँडाले भर नपाएको जस्तो हुने, घड्याक हुने, लडचुकी जस्तो हुने, कहिलेकाहीँ घ्याच्चाका भएर लडिहाल्ने, त्यस्तो लक्षणहरू देखिन्छ। त्यस्तो भयो भने विशेषज्ञसँग गएर जँचाइहाल्नु पर्यो। त्यस्तो हुँदाहुँदै खेल्यो भने के हुन्छ, त्यस्तो हुँदाहुँदै खेल्ने खेलाडीहरू पनि मैले भेटेको छु अथवा अन्य व्यक्तिहरू पनि मैले भेटेको छु। त्यस्तो हुँदाहुँदै खेल्यो भने खेल्दाखेरि ब्यालेन्स मिल्दैन, घड्याक हुन्छ अनि फेरि लडिहालिन्छ। त्यो भयो भने घुँडामा अरू चोट लाग्छ। घुँडामा त लिगामेन्ट मात्रै हुँदैन, घुँडामा कुरकुरे हड्डी हुन्छ, त्यहाँभित्र वासरहरू हुन्छ, त्यसमा पनि थप चोट लाग्दै जान्छ। र त्यो घुँडामा चोट लागेपछि मान्छेको मनोविज्ञान के हुन्छ, अर्को घुँडामा बढी जोड दिने, अर्को घुँडामा बढी भार पार्ने। त्यसले गर्दा अर्को घुँडामा पनि समस्या आउँछ। कतिपय खेलाडीहरूको भर्खर 25 वर्षको उमेरमा घुँडा पुरै खिएर 60-65 वर्षको मान्छेको जस्तो पनि हुन्छ। किन त्यस्तो हुन्छ त, लिगामेन्ट चुँड्या हुन्छ। लिगामेन्ट चुँड्दै पनि खेल्नुपर्ने बाध्यता हुन्छ अथवा ज्ञान नभएर विभिन्न कारणले उहाँहरू खेलिराख्नुहुन्छ। थप चोट लाग्दै गएर घुँडा धेरै नै बिग्रिसकेको हुन्छ। त्यस कारणले पर्याप्त वार्मअप र कसरी चोट लाग्छ भन्ने कुराको जानकारी र चोट लागिसकेपछि, लिगामेन्टमा चोट लागेपछि अथवा वासर, मेनिस्कसमा चोट लागेपछि के लक्षण देखिन्छ त, यो जान्न एकदम जरुरी हुन्छ। र खेल सकिसकेपछि कुल डाउन गर्न पनि जरुरी हुन्छ। जसरी हामीले स्ट्रेच गरेर वार्मअप गर्छौँ, त्यसै गरेर स्ट्रेचहरू गरेर त्यसलाई हामीले कुल डाउन भन्छौँ अथवा शान्त बनाउने शरीरलाई, त्यो पनि उत्तिकै जरुरी हुन्छ। आज खेल्ने, रेस्ट नलिकन भोलि पनि खेल्ने, पर्सि पनि खेल्ने, वार्मअप नगर्ने, पर्याप्त मात्रामा डाइट नलिने, यस्तो भयो भने चोट लाग्न सक्ने एकदम धेरै सम्भावना हुन्छ। यो चोट लागेपछि कसरी पत्ता लगाउने, जाँच गरेर पत्ता लगाउने नम्बर 1। नम्बर 2, अरू विभिन्न जाँच गर्ने प्रविधिहरू हुन्छ, जस्तो MRI, एक्सरे, सिटी स्क्यान, विभिन्न प्रविधिहरू हुन्छ। के पठाउँदाखेरि कुन जाँचले रोग पत्ता लाग्छ, हामी त्यो जाँच पठाउँछौँ। त्यसपछि समस्या अनुसारको समाधान हुन्छ। जस्तो लिगामेन्ट टेयर छ भने लिगामेन्ट तन्केर बसेको हुन्छ, जब चुँड्छ एकै ठाउँमा डल्लो पर्छ, फेरि पलाउने, आफ्नो ठाउँमा जाने, त्यो भन्ने हुँदैन। त्यसको उपचार शल्यक्रियाद्वारा गरिन्छ। शल्यक्रिया भनेको घुँडामा सानो दूरबीन राख्ने र दूरबीन राखेपछि घुँडाको सबै कुराहरू टिभीको स्क्रिनमा देखिन्छ र माथि स्क्रिन हेर्दै हामीले अपरेसन गर्छौँ। त्यसलाई आर्थ्रोस्कोपी अथवा की होल सर्जरी भन्छौँ। सानो पाल पारेर गर्ने सर्जरी हो।
त्यसपछि फिजियोथेरापी पर्याप्त मात्रामा राम्रोसँग फिजियोथेरापिस्टको सल्लाहसँग डाक्टरलाई बेला बेलामा भेटेर फलोअपमा आएपछि आफ्नो गेममा फर्किन सकिन्छ। कतिपय मान्छेहरूको भनाइ के हुन्छ, अपरेसन गरेपछि घुँडा बिग्रिन्छ, त्यो कुँजो हुन्छ, यति पनि हिँड्न सकिँदैन, खेल्न पनि सकिँदैन, जिन्दगी बर्बाद हुन्छ भन्ने हुन्छ कतिपय मान्छेहरूको त्यस्तो खालको चाहिँ सोचाइ हुन्छ। तर त्यो सोचाइ त धेरै कम आइसकेको छ। त्यस्तो केही पनि हुँदैन। राम्रोसँग फिजियो गरियो भने पहिलाकै तरिकाले खेल्न सकिन्छ। धेरै व्यक्तिहरू पहिलाकै स्थितिमा फर्किसक्नु भएको छ। पर्फर्मेन्स अलिकति तलमाथि हुन चाहिँ सक्छ, तर धेरैजसो मान्छेहरू आफ्नो ठाउँमा आफ्नो पहिलाकै गतिविधिमा फर्किन सक्नुहुन्छ। अपरेसन गरेपछि फिट भएर पहिलाकै लेभलमा फर्किनको लागि पहिलो कुरा आफ्नो आत्मविश्वास चाहियो। तपाईँले भन्नुभयो जस्तै गरेर मनोवैज्ञानिक रूपमा म सक्छु, पहिलाकै ठाउँमा फर्किन सक्छु है भन्ने आत्मविश्वास चाहियो, 1 नम्बर त्यो। र 2 नम्बरमा चाहिँ फिजियोथेरापी राम्रोसँग गर्नुपर्छ भन्ने कुराको ज्ञान पनि हुनु पर्यो। र राम्रोसँग फिजियोथेरापी गरेपछि पहिलाकै खेलमा फर्किन सकिन्छ। धेरै खेलाडीहरू फर्किसक्नु भएको छ पहिलाकै खेलमा। अपरेसन गरेपछि आफ्नो खेलमा फर्किनको लागि लगभग 6 देखि 9 महिनाको अन्तरमा आफ्नो खेलमा फर्किन सकिन्छ। बिरामीले कतिको राम्रो फिजियोथेरापी गर्नुहुन्छ, कति उहाँ फिजियोथेरापी गर्नको लागि मोटिभेटेड हुनुहुन्छ, त्यो कुराले फरक पर्छ। जति राम्रो फिजियोथेरापी गर्यो त्यति छिटो आफ्नो खेलमा फर्किन सकिन्छ। वार्मअप गर्नुको उद्देश्य के हो भने हामीले वार्मअप गर्यो, जस्तो यो मसललाई यसरी तन्कायो, तन्काउँदाखेरि मसल के हुन्छ, मसलको लम्बाइ चाहिँ यसरी तन्किएर जान्छ। रेस्ट गरेपछि केही मात्रामा घटेर आफ्नो रेस्टिङ अवस्थामा आउँछ भने त्यसलाई हामीले स्ट्रेच गऱ्यो भने अलिकति तन्किएर जान्छ, अलिकति इलास्टिक भयो। जति इलास्टिक हुन्छ नि, जति तन्काउन सक्ने क्षमता बढी हुन्छ, त्यति चोट लाग्न सक्ने सम्भावना पनि कम हुन्छ। चोट किन लाग्छ त, कुनै पनि कडा कुरा भयो भने त्यसमा बल लगाइदियो भने चुड्न सक्छ नि। तर त्यो इलास्टिक छ, रबर जस्तो भने त त्यो सानोतिनो चोटले पनि तन्किएर अवस्थामा जान्छ, फेरि आफ्नो ठाउँमा आउँछ। त्यो तन्किन सक्ने क्षमता बढी हुन्छ वार्मअप गरिसकेपछि। त्यो भएको हुनाले वार्मअप एकदम जरुरी हुन्छ। मसललाई हामीले जति स्वस्थ राख्यौँ त्यति मसलले जोडिन पनि जोगाउँछ र मसल आफै पनि जोगिन्छ।